कसैले पनि वास्ता नगरेको फुल यो रुखुन्दी फुल छ हैन यो फुल तपाईहरुले पक्कै देख्नु भयो होला बुकुलुले कन्ना जन्मदिन आला अनि गर्ने के अल्लाह अल्लाह के थेम्बे शुभ शाम यो त सन्तोषको बतायो तपाईले भएन यो अलिक चलाउनु पर्यो क्या ह शर्टकटमा अनि के भन्नु त्यसलाई सामान्य ह झोला सामान बोक्नु नि बर्थडे ह्यापी टु यु साइलेन्ट ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु स्वागतम 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 फेरि पनि तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागतम अरे त स्वागत छ गाइजहरु फेरि पनि तपाईहरुलाई एकदम मेरो नयाँ भ्लगमा अनि विजय टिभी अफिसियल युट्युब च्यानलमा यतिखेर पुरै मौसम धुम्मेको छ हैन जाडो जाडो छ अनि म चाहिँ हिँडिरहेको छु म कहाँ जाँदैछु भने हुटे डाँडामा चाहिँ चट्टा हामी अझै पनि केटाकेटी नजान्नेहरू भेला भएर भलिबल खेल्छौँ नि त अनि नजान्ने भन्दा नि अनुभव नभएको नखेलेको प्राय हामी भएर नजान्ने नै भने मैले सर्टकटमा नजान्ने भेला भएर खेल्छौँ भलिबल अनि त्यसैले अहिले चाहिँ म जाँदैछु एकदम एक्साइटेड भएर आजको दिन एकदमै दामी रह्यो अलिकति काम गरियो घरमा त्यस पछाडि अब 5 बजिसकेको छ 5 बजी बाटो मैले बेलुकाबाट स्टार्ट गरेँ ब्लग अनि 5 बजी जाँदैछु म अहिले ल गाइजहरु अब हामी त्यहाँ भाइहरू थियो भने उनीहरूसँग भेटघाट गर्नुपर्छ ओके ल फाइनली गाइज हाम्रो अब यहाँ बर्थडेको बर्थडे खानालाई हामी रेडी हुँदैछौँ यहाँ निकाल्दैछौँ कसैलेहरू हाम्रो बेमाया हिरोनीले यहाँनिर तयारी चल्दैछ यो चाहिँ सेपरेट खालको चाहिँ नभनौँ होइन यसो सामान्य खालको बर्थडे हो अनि यो चाहिँ चाखिहाल्यो ल त्यहाँ राखिदेऊ न यहाँ राखिदेऊ न यहाँ आउनेलाई पो दिने हो बर्थडे ह्यापी टु यु Silent, happy birthday to you. Happy birthday to you. जन्मदिनको शुभकामना सबैले बुङ भनेर हाल्दैछ कसैले कोटी यो काम केसैले के रे उले पनि गुग्यान कसले हो पर्दी पुतला मैले बुङले कमेन्ट गर्दिएको मेरोमा हिजो देखाएर आएको थियो मेरो अस्ति मेरोमा एक दिन अगाडि देखाउँ भान्जाको अघि सुरुमा कान्छेर पुर्याइदिएको नि हजुर अघिदेखि यसलाई कहाँबाट थाहा शुभ शाम यो त सन्तोषको बतायो छिटो ल्याऊ न बुकुलुले कन्ना जन्मदिन आला अनि गर्ने के अल्लाह अल्लाह के थेम्बे ओके छिटो बाल्न पहिले डोरी सामने राख्नु हो त्यसैले Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. लल सर बटाउन
क्वालिटी अन्तला मदर्स डे पनि हो नि एउटा भोलि राख्दै छिमचाहरू पर आशिकाहरू साह्रै कम गरिदिन्छु कहाँसँग निस्क्यो मामा कसम यार बग भनेको यो केटा के यस्तो यहाँ मारामार हुँदैछ र नि हातमै दिए ल माझी र भाइलाई पनि दिइहाल्छ पहिला किन्छ खायो अनि भोलि राख्दै छिमचाहरू आउँछ अरे पर आशिकाहरू सबै त्यही भनेर त यहाँ हात नलागेको क्या मैले कति कमेन्ट हातमा केक ओके फाइनली गाइजहरू फेरि पनि स्वागत छ तपाईँहरूलाई भ्लगमा मैले फेरि हिजोदेखि नै जोडेको आज पनि जोडेँ हामीले हिजो सर्टकटमा राति बर्थडे खाइयो होइन एकदम सेपरेटमा सर्टकटमा अनि के भन्नु त्यसलाई सामान्य झोला सामान बोक्नु नि सामान्य खालको बर्थडे खाइयो हाम्रो जेसु बहनको अब फेरि काममा लाग्नै पर्यो होइन हातमुख जोड्नलाई केही गर्नै पर्यो तपाईँहरू जस्तै म पनि गरिरहेको छु केही गर्नै पर्यो तपाईँहरू पनि गर्दै हुनुहुन्छ है आज चाहिँ नजिकै छ काम परतिर हाम्रो टङ्की चोकमा माथिको काम चाहिँ यो मालमिटर सिमेन्ट बालुवा रड गिटी आइ नपुगेको कारण अहिले स्थगित छ अहिले त्यहाँ पर केही कोठाहरू र छानाको टिनहरू फेर्ने भन्ने कुरा छ त्यसैले म बाटो लागेँ नजिकै हो तपाईँहरूले देखिराख्नु भएको ठाउँ होइन बाटो लागेँ केटाहरू तयारी भएर आइसक्यो होला नि पक्कै पनि अब धेरै नबोलौँ ढिलो हुन्छ 11 बजिसकेको छ आज अलिकति ढिलो भयो त्यसैले म सरासर लाग्छु पर पुगेर हामी जोडिने नै छौँ है त ल तपाईँहरूलाई वाक्कै नलागोस् मेरो घर बनाएको म मिस्त्री काम गर्नु कुदेको भिडियो मात्रै आउँछ भनेर मलाई आशा छ पक्कै पनि तपाईँहरूले के अरे स्वीकार गर्नुहुन्छ भन्ने अनि इन्ड स्किन आइकनको सबै भिडियोहरू हेरिदिनु होला ल अहिलेलाई हामी पर भेट्छौँ ल फाइनली गाइजहरू तपाईँहरूलाई मैले मेरो अगाडि एउटा एकदमै सुन्दर यो कसैले पनि नरोपेको कसैले पनि वास्ता नगरेको फुल यो रुखुन्दी फुल छ होइन यो फुल तपाईँहरूले पक्कै पनि देख्नु भएको होला अम्लारी फुल भन्छौँ हामी चाहिँ हाम्रो भाषामा चाहिँ यसलाई साह्रै राम्रो छ साह्रै राम्रो हुन्छ होइन कति मनपर्छ मलाई चाहिँ तर अलिक बुढो भएछ यो चाहिँ बोट यो सिजनमा अत्याधिक फुल छ क्या गर्नु नि दिनको 500 जङ्गर खाजा नदिने हुन्छ समय गरेर ओके फाइनली गएछ हामी आइपुग्यौँ हाम्रो टङ्के दाइको घरमा अब यो घर रङ रोगन गरेको छ पक्कै पनि यहाँ यो वैशाखभित्रमा केही हुनेवाला सङ्केत देखिन्छ अनि यहाँ यसो मर्मतको लागि हामीलाई बोलाउनु भएको छ दाजु एकचोटि यता मेरो भ्लगमा पनि निस्किनु न हेर्नु न मोबाइलमा त नहेर्नु न हेलो घर किन बनाउनु आँट्नु भएको अरे अब घर किन बनाउनु अनि अब कोठा अरू बेला बनाउनु नि हुन्थ्यो यति बेला बनाउनु पर्ने कारण के हो ऋषि तपाईँले जस्तो हालिदिन्छु नि म त फेरि अब यतिखेरै बनाउनु पर्ने कारण किन यहाँ हाम्रो मेरो दर्शकहरू जान्न चाहन्छन् पर्दैन हौ तपाईँ निस्किरहेको छ चिकम भाइ हाम्रो गौतम दाइले स्टार्ट गरिहाल्नु भयो अब के हो
त्यो सोध्दैछु दाजु एकछिन अब के बनाउनु अब बुहारी आउँदैछ कि केही पुरान सुरान लाउने प्लान छ कि त्यो भन्नु पर्यो नि त घर बनाउँदाखेरि जे पनि सुरु मोटे घर बनाउनु आएको हिजो मोटे बोले नि टिकटक लाइभमा हाम्रो कहाँ छ मोटे अहिले भोलि आउँछ अरे मोटे पनि ल ओके अब हामी बनाउँछौँ तपाईँहरू हेर्दै आउनु होला हामी एकदम अपडेटमा छौँ ओ गाइस ओ मिस्त्री भाउजूको हातको चिया होइन कुनै शब्दै छैन तारिफ गर्नुलाई चिया हो तपाईँ हो भाउजूलाई नि देखा अब खाजा कस्तो हुन्छ भाउजू त हो तल खाजा बनाउँदै हुन्छ नि अनि हजुर तपाईँको स्वरै सुनिएन हौ हामी चाहिँ अहिले चिया खाँदैछौँ गाइस यहाँनिर हाम्रो काम यता दमादम चल्दैछ यहाँ पानी हल्का हल्का फुल्का पर्दैछ एकदम जाडो जाडो छको एकदम तल आयो हामी पनि भ्याकु हेरौँ न होइन चिन्ता आशिका फाल्नु पर्दैन अब कहाँ हुन्छ त अनि आउँछु अहिले बाँड्नु न गएर रियल फेरि हुनु पर्यो नि ए ल गएर त्यतिको दिनु नि त ल ओके फाइनली गाइस अहिले चाहिँ हाम्रो अब काम सकिसक्यो हामी भलिबल खेल्ने भनेको पानी परेर यहाँ डिस्टर्ब भइरहेछ केटाहरू यहाँ माथि आउनु चाहिँ आइरहेछन् होइन आम्मामा पानी परे पछाडि त है पुरै हुटे डाँडा त चिसो हावा आइरहेछ भाइहरू आऊ मेरो भ्लगमा निस्किन भएन यो अलिक चलाउनु पर्यो क्या हुँदैन त्यस्तो टेक्नोलोजी हान्नु पऱ्यो नि टेक्नोलोजी हान्नु पऱ्यो नि त कति जाडो उठे डाँडा नि आज कसले ल्याउँछ ओइ बल चाहिँ भाइ लु त बोलाऊ अघि यहाँ आएर थियो उसको आमासँग कि अनि तिमीहरूले ल्याउँछ भनेर मैले केही पनि भनिनँ हाम्रो भलिबल कोर्ट चाहिँ छैन तर नेट चाहिँ छ यस्तैमा हामी दन्काउँछौँ किडम होइन लु त हारा भन्न बोलाएर गोलेर आइज भन्छ यहाँबाट चाहिँ बोलाउँ न होइन टेक्नोलोजी यहाँबाट बोलाउनु नि सिधै गरौँ यो त स्वरै सँग छ बोलाएन टेक्नोलोजी आज कस्तो छ नि जाडो जाडो होइन जाडो जाडो त आज चाहिँ खेल्नुपर्छ भएन यो टेक्नोलोजी गुड मर्निङ गाइजहरू गुड मर्निङ मकै भुटेको खुवाइ हुँदैछ बिहानै होइन जाडो जाडो छ हामी ल भन्ने बेला ओके फाइनली गाइज अब चाहिँ म घाँस काट्नु लागेँ अब गाउँघरमा अनि बर्या हाम्रो ऋषि दामनाले भने जस्तो अनि बर्या गर्नुपर्ने काम हो घाँस काट्ने हामीले अब म घाँस काट्नु जान्छु त्यस पछाडि मासु भात खाइन्छ अनि काममा गइन्छ होइन विवाहको काम चाहिँ त्यो हुन्छ त्यस्तै छ मैले के भन्नलाई पो सोचिरहेको थिएँ अघि तपाईँहरूलाई एक दुईवटा कुरा सेयर गर्नु पर्यो भनेर तर बिर्सेछु
अब विशेष गरेर होइन गाउँघरमा घाँस काट्नै पर्यो। तपाईँहरू कतिपयले पनि काट्नुहुन्छ होला। घाँस अब यति छ मेरो, यही माथिको यो चोसो चुसुक्कै देखिएको। अब आजको भिडियोको इन्ड चाहिँ यो घाँस काट्दाखेरि हुन्छ है गाइज। ल हाम्रो बाख्रा चाहिँ खतरा छ क्या गाइजहरू। जस्तो सुकै घाँस पनि हान्छन्, भुइँको पानी भएको का यसरी अम्लिसो डाले त खाने नै भइगयो होइन। जस्तै घाँस पनि जे आउँछ मजाले पचाउने टाइपको छ क्या। बाबा आउँथ्यो, बाबा अघि आएको रहेछ आज त 7 त बज्दैछ। तर छिटो घाँस काट्ने भनेको चाहन्छु तिमीलाई म धेरै धेरै। गोरीहरू आइरहेछ हो त्यहाँनिर, टिन ठोक्ने कुरा थियो आज बिहान। यहाँनिर हाम्रो मणि भतिजकोमा गोलिया काटेर पुरै रुखहरू जति सानो चिचिलामै अहिले त लान्छन् गाईहरू गोलिया लगाइज। अब आजलाई भिडियो पुरै यो होइन, ख्यालमा यत्रो बारी देख्छ सानो। यसो बाख्रालाई 6वटा बाख्रा छन् है, 6वटा बाख्रालाई यसो खोले खाने अरे नि त, खोले खाने दिक्ने हौ भनेर गरेको काटेँ यति। अब घर जान्छु म गाईहरू। त्यस पछाडि खाना सब्जी पकाउनु जिम्मा आज मेरो छ, अनि खाएर लाग्नु पर्यो काममा होइन। त्यो त तपाईँहरूलाई सदाभर थाहा छँदैछ। ओके, अब भिडियो यति नै। पक्कै पनि यो भिडियो खासै लामो भयो जस्तो लागेन मलाई, तर तपाईँहरूले मजाले हेर्नुहुनेछ भन्ने म एकदमै विश्वस्त छु। यति भन्दै आजलाई भिडियो यति नै। तपाईँहरूको बाँकी पल्ला एकदमै सुखद रहोस्, एकदमै परिणाममुखी, एकदमै नाफामुखी रहोस् होइन। र के भन्छ त्यो अर्को नाफामुखी सँगसँगै त्यो सृजनात्मक पनि रहोस्, अनि केही कुरा सिकिने अवसर पनि जुरिरहोस्। तपाईँहरूलाई मेरो शुभकामना छ। ओके, सेवाहरू हस्त नमस्ते।